आज सुनिता ब्युटिफुल भएर कहाँ गइरहेकी छे? हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। म चाहिँ राम्री भएर आज सेन्सबरी गइरहेको छु केही सपिङ गर्नको लागि र म सेन्सबरी पसिसकेँ। के किन्नु भयो लास्ट टाइम होस् फलफुलै किन्छु भनेर फलफुलहरू किन्नतिर लागेँ र मैले किनिसकेर ट्याक्क ट्रोलीमा हालेँ। अब स्क्यान गर्नु थियो र मैले घर ल्याएर गिफ्टहरू सबै प्याकहरू गरेर म लागिसकेँ। अनि मैले बिचमा चाहिँ मेरो भाइहरूलाई भेटेर अनि रसबरी लिनै बिर्सेर फेरि रसबरी दोकान गएर मैले रसबरीहरू किनेँ ओरेँ अनि हामी हिँड्यौँ। हामीलाई चाहिँ भोक लागेको थियो बिच बाटोमा, फेरि हामीले समोसा खाँदै अनि रमाइलो गर्दै हिँड्दै चल्दियौँ हामी। अनि केक पनि अर्डर गर्नु थियो, केक पनि अर्डर गरेँ। अनि म गएँ घर, भाइले मलाई वेलकम गर्यो अनि अब हामीले चाहिँ छिटो डेकोरेसन गर्नु थियो, फुलाउन थाल्यौँ, बेलुम। अफकोर्स गाइज बेबी सावर थियो मेरो दिदीको अनि हामीले डेकोरेसन कम्प्लिट गरिसकेका छौँ र यो रह्यो लुक्स। अनि अब दिदीहरूको चाहिँ फोटोसुट गर्दै हुनुहुन्थ्यो अनि मैले पनि एउटा फोटो टक्कसँगले खिचिदिएको, त्यस खुसीको कुरा थियो नि त। अनि दिदीलाई चाहिँ कति राम्रो देखेको कि हेर्नु न। अनि दुईजनाले मिलेर केक काट्नुभयो, मम टु बी ड्याड टु बीले। अनि त्यस पछाडि दाइले चाहिँ गिफ्टहरू दिनुभयो दिदीलाई, पालो पिलो। दिदीको चाहिँ फर्स्ट गिफ्ट थियो यो। अनि भाइहरूले पनि गिफ्टहरू पालो पिलो दियो। यो चाहिँ मेरो भाइहरू अनि म पनि आएँ है त गाइज। अनि हाम्रो सरले खुवाउँदै हुनुहुन्छ अनि भाइले पनि। अनि फेरि मेरो फोटोहरू खिचिरहेको भाइले, मलाई चाहिँ फेरि कति राम्रो देखेको अरे कि लास्टमा चाहिँ। अनि मेरो चाहिँ यो डल फेभरेट पर्यो, मलाई चाहिँ धेरै मन परेको थियो। अनि सबैले चाहिँ जस पालो पिलो दिदीलाई खुवाइसकेपछि अनि मैले यो डलको चाहिँ खिचिहालेँ। अनि चाहिँ हाम्रो ग्रुपहरू अनि मैले चाहिँ यो दिदीलाई ओढाएर जस हामीले प्रसादहरू जस्तो दिउँ, खुसी लागेको थियो। दिदीले सबै गिफ्ट खोलेर एउटा एउटा हेर्नु भएको थियो, कति राम्रो लाग्यो। फेरि भाइको बर्थडे परेको थियो, भाइको बर्थडे पनि त्यसमै काटिदिउँ हामीले। भाइ त एकदम एक्साइटेड हुँदै केक काट्यो। बिस्तारै बिस्तारै हामी सबैजनाले एउटा एउटा गिफ्टहरू दिउँ। भाइले चाहिँ यो डान्स बालनको गरेको अरे, कस्तो लाग्यो कमेन्ट गर्नु होला बालनको मिलो मिलेन भनेर। अनि हामीले चाहिँ लास्टमा खाना खायौँ। हजुरलाई मेरो भिडियो कस्तो लाग्छ भनिदिनुहोस् होला। धन्यवाद, बाई बाई, टेक केयर।